नेपाली भाषा सिकाइको संसारमा हार्दिक स्वागत छ। म आज कक्षा 12को नेपाली विषयको अक्षर संरचना र अक्षर सङ्ख्या लेख्ने तरिका लिएर उपस्थित भएको छु। परीक्षामा प्रश्न नम्बर 1 मा 3 अङ्कको यो प्रश्न सोधिन्छ। अब ढिला नगरी अक्षर संरचना र अक्षर सङ्ख्या लेख्ने तरिका प्रस्तुत गर्दैछु। 1. मानक उच्चारणमा अक्षर संरचना देखाई अक्षरको बीचमा थोप्लो दिने, जस्तै बित, द्व, ता 3 अक्षर। 2. दीर्घ भएकालाई ह्रस्व नै लेख्ने, जस्तै सुर, य 2 अक्षर। 3. स भएमा पातलो स नै लेख्ने, जस्तै सि, खर 2 अक्षर। 4. ओलाई उच्चारण अनुसार ब अथवा ओ नै लेख्ने, जस्तै बि, योग 2 अक्षर। 5. रीको उच्चारण री हुने हुनाले सोही अनुसार लेख्ने, जस्तै ऋण 1 अक्षर। यसरी नै क्री, ग्री आदि री लाग्दा उच्चारण क्री, ग्री हुनाले सोही अनुसार लेख्ने, जस्तै कृषि 2 अक्षर। श्रीलाई श्री लेख्ने, जस्तै श्रीमान 2 अक्षर। छको उच्चारण हेरेर छ, क प्लस छ, छे लेख्ने, जस्तै अध्यक्ष 3 अक्षर। त्रलाई त र लेख्ने, जस्तै पत्र 2 अक्षर। ज्ञलाई ग त्यसपछि ज्ञ अथवा ज्ञ लेख्ने, जस्तै विज्ञान 2 अक्षर। यसरी नै 2 स्वर उच्चारण हुने औ, ऐलाई औ, ऐ लेख्ने, जस्तै ऐना 2 अक्षर। लौका 2 अक्षर। ए ह वर्ण अन्त्यमा आउँदा छुट्टै अक्षर लेख्ने, जस्तै ज, य 2 अक्षर। व्यञ्जन वर्णमा सास रोकिँदा खुट्टा काटेर लेख्ने, जस्तै आ, गन 2 अक्षर। यहाँ चन्द्रबिन्दु चाहिँ जहाँ आउँछ त्यहीँ लेख्नुपर्छ। 14. शिरबिन्दुलाई उच्चारण हेरी ङ, न, म लेख्ने, जस्तै अंश 2 अक्षर। यहाँ अरलाई नलेख्ने, जस्तै कञ्चन 2 अक्षर। विसर्गको अक्षरीकरण नगर्ने, जस्तै अ, त 2 अक्षर। य, व आउँदा अघि अल्पप्राण भए सोही वर्णलाई दुवैतिर लेख्ने, जस्तै वाच्य 2 अक्षर। ए, ओ आउँदा अघि महाप्राण व्यञ्जन वर्ण भए अघिल्लो अक्षरको अन्त्यमा त्यसैको अल्पप्राण व्यञ्जन वर्ण लेख्ने, जस्तै सब, भे, ता 3 अक्षर। अब यही नियमहरूलाई समेटेर अक्षर संरचनाको सरल सूत्र यहाँ प्रस्तुत गर्दैछु। यसलाई सबैले गाउनुहोला। अक्षर संरचनाको सरल सूत्र। अक्षर संरचना थोप्लामा लेखौँ है उच्चारणमा। अक्षर संरचना थोप्लामा लेखौँ है उच्चारणमा। दीर्घ लेखौँ ह्रस्व नै, स लेखौँ सन्नै, स लेखौँ सन्नै। ब, व उच्चारण हेरी हेरी, रि रि, कृ कृ, श्री श्री, दिसो र इ, गे गे, छे छे, त्र त्र, एह छुट्टै अक्षर, एह छुट्टै अक्षर। हामीले नियम र सूत्र प्रस्तुत गरिसकेका छौँ। अब यहाँ अक्षर संरचना र अक्षर सङ्ख्याको अभ्यास दिएको छ। यसलाई परीक्षाका लागि सबैले गर्नुहोला। 1. अध्ययन, अभिव्यक्ति, अभ्यास, असभ्य, अमृत। 2. आज्ञाकारी, आनन्दपूर्वक, आँचल, इमान्दारी, उपनिवेश। 3. उत्साहित, ऋषि, औपचारिक, औचित्य, कन्या। 4. कैफियत, कोपिला, कौशल, खलखली, खैलाबैला। 5. ख्याल ख्याल, गुरुत्वाकर्षण, छताछुल्ल, धरतीपुत्र, त्रिशूल। 6. नवीनता, नगरपालिका, नेपाली, पल्याकपुलुक, पञ्चरत्न। 7. पञ्चामृत, पञ्चमी, पण्डित, परीक्षा, प्रभावशाली। 8. प्रतिबिम्ब, प्राप्ताङ्क, पुनर्जन्म, पूर्णाङ्क, पौराणिक। 9. फनफनी, बटुवा, बैठक, व्याख्या, विज्ञान। 10. विज्ञापन, विद्यालय, विद्यार्थी, विषय, विधान। 11. वियोग, विशेषज्ञ, विशेषता, भव्यता, माध्यमिक।
12 महाकाव्य मौसम रमणीय लेखाजोखा शब्दकोश 13 शारीरिक शिक्षा शिशिर शोषण शैली 14 षट्कोण संविधान समन्वय सल्यान सत्यता 15 सहरीकरण सहनशील सहयोग सहकारी सभ्यता 16 सञ्चालन सङ्घर्ष सम्भ्रान्त सामाजिक सार्वभौम 17 सृजनशील सुरक्षा सूर्योदय हाँसखेल हृदय। हामीले अभ्यास प्रस्तुत गऱ्यौँ। यही अभ्यासको उत्तर चाहिँ आगामी अङ्कमा लिएर उपस्थित हुनेछु। यसको उत्तर अर्को भिडियोमा आउने हुनाले भिडियो हेर्न नछुटाउनुहोला। हस्त धन्यवाद। जाँदा जाँदा यस च्यानललाई लाइक तथा सब्स्क्राइब पनि गर्नुहोला।